नमस्कार, म लक्ष्मी शर्मा। आजको अङ्कमा मैले लाभांश सम्बन्धी जानकारी लिएर आएको छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। नेप्सेमा सूचीकृत 12 निर्जीवन बिमा कम्पनीहरूमध्ये हालसम्ममा 8 कम्पनीले गत अवधि 2080-81 सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन्। नेको इन्सुरेन्स, सगरमाथा लुम्बिनी इन्सुरेन्स, सानिमा जिआइसी इन्सुरेन्स, नेपाल इन्सुरेन्स, हिमालयन एभरेस्ट इन्सुरेन्स, आइजिआई प्रुडेन्सियल इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स र शिखर इन्सुरेन्स कम्पनीले गत अवधिको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। यी कम्पनीहरूमध्ये सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीले 30% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। त्यस्तै नेपाल इन्सुरेन्स कम्पनीले 15% बोनस सेयर र 0.79% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। सगरमाथा लुम्बिनी इन्सुरेन्सले 15% नगद लाभांश, शिखर इन्सुरेन्स कम्पनीले 10% बोनस सेयर र 0.53% नगद लाभांश, आइजिआई प्रुडेन्सियल इन्सुरेन्सले 9.74% नगद लाभांश, हिमालयन एभरेस्ट इन्सुरेन्सले 8.75% नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। त्यस्तै सानिमा जिआइसी इन्सुरेन्सले 7.5% बोनस सेयर र 0.39% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। त्यस्तै नेको इन्सुरेन्स कम्पनीले 7% बोनस सेयर र 0.37% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यी कम्पनीहरूमध्ये 2 कम्पनीको साधारण सभा हुन बाँकी रहेको छ भने बाँकी कम्पनीले लाभांश साधारण सभाबाट पारित गराइसकेका छन्। नेको इन्सुरेन्स कम्पनीले लाभांश पारितका लागि जेठ 9 गते साधारण सभा बोलाएको छ। सभा लिसारा रिसेप्सन नक्साल काठमाडौँमा हुनेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख 30 गते बुक क्लोज गर्ने जनाएको छ। यस बुक क्लोजको आधारमा वैशाख 29 गतेसम्म कायम सेयर धनीले लाभांश पाउन योग्य हुनेछन्। कम्पनीले गत अवधिको मुनाफाबाट 7% बोनस सेयर र 0.384% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो। त्यस्तै सगरमाथा लुम्बिनी इन्सुरेन्सले लाभांश पारितका लागि वैशाख 28 गते साधारण सभा बोलाएको छ। सभा रानीमहल ब्याङ्क्वेट ज्ञानेश्वरमा हुनेछ। यस कम्पनीको भने बुक क्लोज भइसकेको छ। कम्पनीले गत अवधिको मुनाफाबाट 15% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बाँकी सानिमा जिआइसी, नेपाल इन्सुरेन्स, हिमालयन एभरेस्ट इन्सुरेन्स, आइजिआई प्रुडेन्सियल इन्सुरेन्स, सिद्धार्थ प्रिमियर इन्सुरेन्स, शिखर इन्सुरेन्सले पनि लाभांश साधारण सभाबाट पारित गराइसकेका छन्। बाँकी 4 कम्पनी राष्ट्रिय बिमा कम्पनी, युनाइटेड अजोड इन्सुरेन्स, एनएलजी इन्सुरेन्स र प्रभु इन्सुरेन्सले पनि लाभांश घोषणा गर्न बाँकी रहेको छ। धन्यवाद।